नमस्कार, म योगेश भट्टराई, भक्तपुर बालकोटबाट। आज यहाँहरू समक्ष मैले एउटा सानो कविता लिएर आएको छु, अहिलेको देश काल र परिस्थिति अनुसारको। र मेरो कविताको शीर्षक रहेको छ ओम शान्ति शान्ति शान्ति। क्रोधको ज्वाला बल्दा मन अन्धकार छाउँछ। क्रोधको ज्वाला बल्दा मन अन्धकार छाउँछ। उत्तेजना आवेगले विवेक सब हराउँछ। उत्तेजना आवेगले विवेक सब हराउँछ। स्मृति मेटिदा बुद्धि नष्ट भइ जान्छ। स्मृति मेटिदा बुद्धि नष्ट भइ जान्छ। पछुतो मात्र बाँकी रही सुख सबै उडाइ लान्छ। पछुतो मात्र बाँकी रही सुख सबै उडाइ लान्छ। शान्ति बिना मुक्ति छैन, यो सत्य सदा जान। मन वचन र कर्ममा संयमको बाटो लान। क्रोधलाई छोडी अब धैर्यलाई धारण गर। क्रोधलाई छोडेर अब धैर्यलाई धारण गर। ओम शान्ति शान्ति शान्ति, आत्मामा प्रकाश भर। हवस् त, धन्यवाद। यहाँहरूलाई मेरो कविता कस्तो लाग्यो मलाई फिडब्याक दिनुहोला। फेरि अर्को कविता लिएर यहाँहरू समक्ष आउने छु। हवस् त, नमस्कार।